आदरणीय महानुभावहरू नमस्कार। म टिका राणा मगर। म एउटा यो कफी कृषि भएको ठाउँतिर प्रशोधन केन्द्रतिर अगाडि गइरहेको छु, जो सत्यवती गाउँपालिका वडा नम्बर 3 घाराणामा छ यो प्रशोधन केन्द्र। र यसलाई कफी मिश्रित समूहले चाहिँ चलाइरहनु भएको छ यो कफी प्रशोधन उद्योगलाई। र यति बेला म तपाईहरुको बीचमा एउटा कफी कृषि सम्बन्धी सानो भिडियो लिएर आएको छु। म आशा छ तपाईहरुले पक्कै पनि यो भिडियोलाई मन पराइदिनु हुनेछ र लाइक कमेन्ट सेयर गर्नुहुनेछ। तपाईहरुले गरेको माया ममता ले नै थप उत्प्रेरणा मिल्नेछ र जसको कारण कुना कन्दरामा रहेका र ओझेलमा परेका, अन्यायमा परेका शोषित पीडित किसान र अन्य सामाजिक काममा अर्पण सामाजिक कार्यमा चाहिँ जीवन अर्पण गर्नुभएका व्यक्तित्वहरूको र अन्य अद्भुत प्रतिभाशाली व्यक्तित्वहरूलाई मैले सामाजिक सञ्जाल मार्फत परिचय बनाउने एउटा उद्देश्य लिएको छु, जहाँसम्म लाग्छ यहाँहरू सबै सहमत हुनुहुनेछ। र आज एक अगुवा कृषक, आदरणीय व्यक्तित्व, पूर्व जनप्रतिनिधि, अद्भुत प्रतिभाशाली भद्रशालीन व्यक्तित्व, मिश्रित कफी समूहका अध्यक्ष आदरणीय व्यक्तित्व सरोज राणा मगरसँग मैले यो कफी सम्बन्धी कफीको उत्पादन, यसको चाहिँ इतिहास, यसको महत्त्व, यसले दिने उत्पादन र यसको बजारीकरण, यसको माग चाहिँ के कस्तो छ भन्ने विषयमा मैले छलफल गरेको छु। र यो अत्यन्तै ज्ञानवर्धक छ। ज्ञानवर्धक भएको हुनाले भिडियो अलिकति लामो छ, मैले काट्न चाहिनँ। करिब 15 मिनट समथिङको यो भिडियो छ। समय मिलाएर चाहिँ हेर्नु होला, यो सबै कृषकहरूलाई फाइदा हुने भएको हुनाले। र उहाँले जाँदा जाँदै आफ्नो यो प्रशोधन केन्द्रमा मतलब कृषि कफी सम्बन्धीको कृषिहरूलाई चाहिँ व्यवस्थित गर्नको लागि अझै सिँचाइ, पल्पिङ हाउस, अनि स्टोरेज गर्नको लागि फर्माटेसन, लेबलिङ र प्याकेजिङ गर्ने मेसिन, कृषि गाडी जस्ता आवश्यक रहेको कुरा पनि उहाँले बताउनु भएको छ। सरकारवालाले त्यो कुरालाई चाहिँ ध्यान दिनु होला। र उहाँले एकदम महत्त्वपूर्ण छलफल, उहाँ र मेरो एकदम महत्त्वपूर्ण छलफल भएको छ। यहाँहरू सबैले यसलाई चाहिँ राम्ररी हेरिदिनु होला, म यो भन्न चाहन्छु। र छोटो उहाँहरूसँग चाहिँ अन्तर्वार्ता लिएको छु, यहाँहरू सबैले चाहिँ मन पराइदिनु हुनेछ। आदरणीय महानुभावहरू, सबै भिडियोमा तपाईँहरूले मन पराइदिनु भएको छ। उहाँ हुनुहुन्छ सरोज राणा। र मसँग हुनुहुन्छ सत्यवती गाउँपालिका वडा नम्बर 3 अन्तर्गत ठुलुम्पेकका पूर्व जनप्रतिनिधि हुनुहुन्छ सरोज राणा। उहाँ एउटा असल व्यक्ति मात्र होइन, उहाँ अति मिहिनेत र कर्मठ चाहिँ कृषक, अगुवा कृषकको रूपमा उहाँ हुनुहुन्छ। र उहाँले आफ्नै पौरख र कर्मठमा चाहिँ बाँच्ने भन्ने कुरालाई चाहिँ बढी चाहिँ विश्वास गर्नुहुन्छ। र उहाँसँग म थोरै कुरा गर्नुभएको छु। नमस्कार। नमस्कार सरजी, तपाईँले उहाँलाई के भन्नुपर्ने, तपाईँ आफ्नो परिचय दिनु न। म सरोज राणा मगर, यो मिश्रित कफी उत्पादन कृषक समूहको अध्यक्ष। हाल चाहिँ म यो कफीको प्रोसेसिङमा जिम्मा लिएर प्रोसेसिङ काम गरिरहेको छु। अनि यो कफी जात भनेर तपाईँको अरबिका भन्नुहुन्छ होइन, के जातको कफी, यसको उत्पत्ति र यसको कफी सम्बन्धीको कुरा के हो, यसको चाहिँ कुरा चाहिँ तपाईँलाई भएको ज्ञान चाहिँ यसो बताइदिनु। कफी खास गरी यो कफी एउटा बहुवर्षीय बाली पनि हो र यो एउटा बुट्यानवाला, झाडीवाला हुने एउटा नगदी बाली हो। र कफीमा खास गरी कफिया वंश अन्तर्गत विश्वभरि नै कफी चाहिँ दुई प्रकारको कफी लगाइने रहेछ। एउटा अरबिका र रोबस्टा कफी चाहिँ विश्वभरि नै प्रचलनमा आएको देखिन्छ। र खास गरी कफीमा एउटा क्याफिन भन्ने तत्त्व पाइन्छ, जुन तत्त्व अरबिकाको जातमा चाहिँ 0.8 देखि 1.5% हुन्छ भने रोबस्टा जातिमा चाहिँ 1.5 देखि 2.5% चाहिँ क्याफिन भन्ने तत्त्व पाइन्छ। जुन क्याफिन तत्त्वले चाहिँ शरीरको यो अल्छीपन हटाउने र मान्छेलाई फुर्ती जगाउने काम गर्छ। र कफी चाहिँ विश्वभरिको खनिज तेल पछिको दोस्रो
स्थानमा चाहिँ पेय पदार्थमा दोस्रो स्थानमा चाहिँ कफी छ। अहिले विश्वभरि त्यसको महत्त्व परिचय यही हो। अनि यो खास गरी हाम्रो सम्भावना यसको उत्पादनमा कस्तो सम्भावना छ र यो उत्पादन गर्नमा हामीलाई के समस्याहरू बाधा अर्थनहरू चाहिँ आउँछ यसो कफीको सन्दर्भमा? कफीमा खास उत्पादन त खास यो अति नै हामीको यो भूगोल र यहाँको प्राकृतिक स्रोत साधन अनुसार यो भौगोलिक दृष्टिकोणले हाम्रो ठाउँमा चाहिँ कफी धेरै उत्तम देखिन्छ। यो अलि दक्षिण पूर्व भागमा फैलिएको होइन र हुनाले र खास गरी यो कफीको इतिहास बारे जाँदाखेरि यो कफी सुरुमा हाम्रो खास विश्वकै इतिहासमा हेर्ने त कफी पहिला सुरुमा इथियोपियाको यो अरबिका जातको इथियोपियाको भन्ने देशबाट उत्पत्ति भयो। इथियोपियामा भयो यो भनी चाहिँ रोबस्टा चाहिँ यो अफ्रिकाको कङ्गो भन्ने ठाउँबाट चाहिँ उत्पत्ति भएको भन्ने छ। अब नेपालको सन्दर्भमा चाहिँ भारतको सन्दर्भमा इस्वी 16 सालतिर यो बाबा यो बुदान भन्ने एउटा मुस्लिमले लिएर एउटा कर्नाटकतिर रोपेका रहेछन्। यो चाहिँ यो चाहिँ रोबस्टा जातिको र अरबिका जातिको चाहिँ हाम्रो चाहिँ यता गुल्मीमा चाहिँ हिरागिरी भन्ने गुल्मीकै उहाँले चाहिँ बर्माबाट लिएर गुल्मी आप्चरमा चाहिँ रोपेका थिए र यो आप्चरमा रोपेपछि उहाँले चाहिँ 2032-33तिर चाहिँ यसलाई चाहिँ कफीले चाहिँ व्यावसायिक खेतीको रूपमा चाहिँ त्यहाँ सुरु पनि गरेका रहेछन् आप्चरमा है। त्यसपछि 32-33तिर उनीहरूले कफी त्यसरी रोपे, व्यावसायिक रूपमा खेती गर्न सुरु गरे र 34-35तिर चाहिँ पारेश्वर खनाल भन्ने व्यक्तिले चाहिँ नेपालकै त्यो आप्चरमा चाहिँ यसको चाहिँ कफी नर्सरी गरेका रहेछन्। उहाँले चाहिँ गर्नुभएको थियो भन्ने बितिन्छ। त्यसपछि 2041तिर राजा बिन्दर चाहिँ गुल्मी जिल्लाको यो आप्चर भन्ने ठाउँमा चाहिँ त्यहाँ भ्रमण गरेर निरीक्षण गरेर त्यहाँको अध्ययन अवलोकन गरेर कफी हुँदो रहेछ भन्ने कुरा बुझेर उहाँले चाहिँ 2042 सालमा चाहिँ त्यो चाहिँ एउटा कफी फर्मको रूपमा कफी विकास बोर्ड भन्ने अहिले पनि छ त्यो फर्मको रूपमा गरेर चाहिँ त्यहाँ काम गरेको चाहिँ देखिन्छ। अब लुम्पेकको सन्दर्भमा हेर्दाखेरि लुम्पेकमा चाहिँ 2057-58तिर हाम्रो समाजसेवी बुद्धिजीवी है राजनीतिक व्यक्तित्व जीवन राणा होइन अब प्रगति राणा स्वयं तपाईँ टिका राणाजी तेजकुमारी थापा टुकुराम राणाहरूले चाहिँ अहिलेको सत्यटी गाउँपालिका वडा नम्बर 1 यो पाँदी रामबारी भन्ने ठाउँबाट हिमलाल पाण्डेकोबाट त्यहाँ नर्सरी गरेका रहेछन्। त्यहाँबाट चाहिँ दोकोमा बोकेर 5-6वटा बिरुवा एकजनाले प्रत्येक दोकोमा बोकेर लिएर चाहिँ हाम्रो चाहिँ लुम्पेकको यो घाँडामा चाहिँ रोपेका रहेछन्। त्यो देखेपछि हामीले म इन्डियामा थिएँ, पछि म यता आइसकेपछि प्रगति राणाकोमा चाहिँ हामीले धेरै यो त्यहाँ 50-60-100 यस्तै बोथ्यो। अहिले चाहिँ वार्षिक 1 लाख आम्दानी गरेको हामीले देखिरहेका थियौँ। त्यो देखेपछि हामीले पनि अब कफी नै यो परम्परागतदेखि लगाउँदै आयो मकै कोदोलाई भन्दा एउटा फाइदा हुन्छ र हामीले पनि अब कफी लगाउनुपर्छ भन्ने एउटा सम्भावना देखेपछि हामी अहिले जिल्ला समन्वय समिति नरमाया राणाज्यू समाजसेवी नेत्र राणा हाल त क्यानाडा हुनुहुन्छ उहाँ र म सरोज राणा मेरै नेतृत्वमा चाहिँ हामीले चाहिँ भण्डार डाँडाबाट चाहिँ हामी 1625 यस्तै कति बिरुवा लिएर हाम्रो आफ्नै लगानीमा हामी कुनै निकायबाट कुनै राज्य पर्वबाट कुनै सङ्घ संस्थाबाट हामी सहयोग नगरिकन हाम्रै आफ्नै खर्चमा त्यति बेला हामीले बिरुवा ल्याउँदाखेरि लगभग हाम्रो लगभग एउटा बिरुवालाई हाम्रो 40-50 यस्तै भेट्न गएको थियो खर्च यहाँसँग टोटल खर्च गर्दाखेरि। त्यसपछि हामी रोपेको थियौँ। त्यसपछि मात्रै हामीलाई विभिन्न सङ्घ संस्था एनजिओ आइएनजिओहरूले सरकारी पक्षले चाहिँ यसरी कफी लगाएर भन्दै खोज्दै आउने क्रम भयो। सुरुमा हामीलाई चाहिँ त्यति बेला यो स्थानीय तह हुनुभन्दा पहिले चाहिँ खैरीमा एउटा कृषि शाखामा मुक्ति सरले काम गर्नुहुन्थ्यो, उहाँहरू खोज्दै आउनुभयो र पछि हामीलाई पिएनपीका प्रमुखहरू चाहिँ खोज्दै आउने काम भयो। त्यसपछि हामीले चाहिँ एउटा जोनको रूपमा काम गर्नको लागि ठुलो सहयोग गर्नु भनेको पूर्व हाम्रो त्यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख यो नारायण काफ्ले भन्ने सर हुनुहुन्थ्यो। उहाँले चाहिँ हामीलाई जोनको रूपमा काम गर्नुहोस्, तपाईँ किसानहरूलाई यसरी गरिसकेपछि कफीबाट उत्पादन हुन्छ, आयोजन हुन्छ भनेर उहाँले हामीलाई क्षेत्रफल विस्तारको कार्यक्रमहरू उहाँले दिनुभयो। त्यसपछि हामीले त्यो कार्यक्रम गऱ्यौँ। त्यसपछि पनि हामीलाई लगत्तै त्यो बिरुवाहरू बढ्दै गए, आम्दानी दिन थाल्यो, उत्पादन हुँदै गर्दै जान थाल्यो। त्यसपछि हामीले पनि किसानहरूलाई पनि लगभग फाइदा भएको देखियो। अब हाम्रो उत्पादन बढ्दै गइसकेपछि पछि हाम्रो श्रीकृष्ण नेउपाने भन्ने हुनुहुन्थ्यो नारायण काफ्ले पछिको हाकिम प्रमुख अधिकृत हाम्रो यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको उहाँले चाहिँ फेरि तपाईँहरूलाई अब उत्पादन धेरै भयो, यसलाई चाहिँ प्रोसेसिङ गर्ने ठाउँ चाहिन्छ कि यसलाई चाहिँ अलिकति तपाईँहरू व्यवस्थित गर्नको लागि भन्दा हामीलाई यो भवन चाहिँ कफी पर्सन भवन भनेर उहाँहरूले चाहिँ धेरै ठुलो सहयोग गर्नु। त्यसपछि उहाँ
सरुवा हुनुभयो। पछि हाम्रो गङ्गा पोखरेलजी आउनुभयो, फेरि गङ्गा पोखरेल म्याडम आउनुभयो, उहाँ पनि अहिले मैले सुन्छु सरुवा भइसक्नु भयो अरे। उहाँले पनि फेरि हामीलाई लेबलिङ प्याकेजिङ गरेर कफीलाई अब बिक्रीभित्र बजारीकरण गर्नको लागि हामीलाई लेबलिङ प्याकेजिङको कुरा समस्या भएपछि उहाँले ठुलो सहयोग गर्नुभएको हामीलाई। र प्रत्येक वर्ष हामीलाई कफी क्षेत्रको विस्तार कार्यक्रममा चाहिँ उहाँहरूले सहयोग गर्ने, आउने, यहाँको हामीलाई चाहिँ सचेतना अन्य केही तालिमका कुराहरू, तालिममा बोलाउने कुराहरू उहाँहरूले गर्नुभएको छ। र सबैभन्दा धेरै त मैले प्रधानमन्त्री कृषि आर्थिक परियोजना कार्यान्वयन इकाइ गुलिमलाई मैले धेरै धेरै धन्यवाद दिन चाहन्छु, किन सुरुदेखि नै उहाँहरूले हाम्रो उसले लगाइसकेपछि उहाँहरूले धेरैचोटि चाहिँ हामीलाई हातेमालो गर्ने अवसर दिनुभयो र आउने हामीलाई सल्लाह सुझावहरू दिने, दिशानिर्देशन गर्ने, र हामीले उहाँले दिएको दिशानिर्देशन र सल्लाह सुझाव अनुसार हामी यो ठाउँमा अहिलेसम्म हामी आइपुगेका छौँ। एकदम ठिक छ, तपाईँको यो कुरा ठिकै छ। अब तपाईँको यो उत्पादन, यसबाट तपाईँहरूले गरेको उत्पादन र यसको बजारीकरणको सम्बन्धमा चाहिँ के छ, यसको प्रब्लम समस्या के हो? यस्तो छ, बजारीकरण त अब नेपालको कफी विश्वभरि नै लगभग 10,000 मेट्रिक टन नेपालको कफी एकदम राम्रो गुणस्तर भएको कारणले, किनभने यो हाम्रो कफी पनि यो हामीले लगाइरहेको कफी, यो हाम्रो घाँडाको कफी चाहिँ अहिले चाहिँ हाम्रो 1200 देखि 1700 को हाइटमा छ होइन। यो कफीको हाइट, यसको गुणस्तर, यसको हुनुपर्ने गुण चाहिँ सबैभन्दा विश्वभरिकै कफीभन्दा राम्रो मानिने भएको हुनाले लगभग हाम्रो नेपालको कफीको माग चाहिँ लगभग 10,000 मेट्रिक टन छ। तर नेपालले चाहिँ उत्पादन जम्मा चाहिँ 5,000 मेट्रिक टन पनि दिन सकेको छैन। त्यसो भए यसको बजारीकरणलाई कुनै समस्या छैन होइन, बजारीकरणलाई समस्या छैन। अब माग त्यत्रो धेरै छ भने नेपालले चाहिँ त्यसलाई पूर्ति गर्न नै सकेको छैन, त्यस्तो छ। त्यसो यसलाई बजारीकरणको त्यस्तो अहिलेसम्म त्यस्तो समस्या छैन, त्यस्तो समस्या छैन। अनि तपाईँहरूलाई राज्य पक्षबाट के गर्दाखेरि चाहिँ तपाईँहरूले यसलाई चाहिँ गुणस्तर बनाउन सक्नुहुन्छ, उत्पादनमा चाहिँ बढी जोड दिन सक्नुहुन्छ, त्यस्तो राज्य पक्षबाट यो सहयोग गर्दै हुन्थ्यो भन्ने खालको तपाईँहरूलाई त्यस्तो केही छ? अब यस्तो छ, अब हामी हाल अहिलेसम्म हामीसँग चाहिँ हामी समूहमा हाम्रो यो मिश्रित कफी उत्पादन कृषक समूहमा हामी 18,000 बिरुवाले हाम्रो उत्पादन दिने गरेको छ होइन। अहिले चाहिँ हामीले लगभग हामीले 28-30 क्विन्टल रेड चिली मसँग आइसकेको छ होइन। अब पार्चमेन्ट त्यही प्रकारले फेरि किसानहरूले पनि आफ्नै प्रकारले बनाएको पार्चमेन्टहरू पनि छन् होइन, यो यस्तो खालको पार्चमेन्ट होइन। अब रेड चिली चाहिँ 30-32 क्विन्टल मसँग आइसक्यो, मैले अहिले पनि पल्पिङ गरिरहेको छु होइन। अब यसलाई चाहिँ गर्नको लागि अब हामीलाई उत्पादनमा हामी यसलाई चाहिँ भने पार्चमेन्ट आफै पनि उत्पादन गरेका छन्, यो आफै पनि बनाएका छन्, आफ्नै प्रकारले पनि घरमा बनाएका छन्। त्यो आउनु बाँकी छ, त्यसको रेकर्ड अझै आउनु बाँकी छ अहिले होइन। तपाईँको यो कम्पनीमा पर्सनल कम्पनीमा चाहिँ 30 क्विन्टल रेड चिली भनेको त दाना आइसक्यो हामीसँग। रेड चिली भनेको त्यो रेड चिली भनेको टिपेर पाकेको फल त्यो आइसक्यो। त्योबाट भन्ने यो हो, त्यसको चाहिँ पल्पिङ गरेर प्रोसेसिङ गरिसकेका छ सबै होइन। अब यो प्रोसेसिङ गर्ने क्रममा केही कुराहरूमा हामीलाई अहिले किसानहरूले आफ्नै प्रकारले घरमा गर्दाखेरि प्रोसेसिङमा हाम्रो कफी आफ्नै गुणस्तर छ, राम्रो छ। तर हामी प्रोसेसिङमा केही गल्ती कमजोरी गरेका छौँ, त्यो चेतनामूलक कार्यक्रमहरू ल्याउने एउटा देखिन्छ। र यो कफी पर्सन भवनमा पनि त्यो गर्नको लागि हामीलाई फिलहाल आवश्यकता देखिएको भनेको एउटा सेट हाउस हो होइन। सेट हाउस त हामी एउटा कार्यालयबाट एउटा माग गरेका छौँ, त्यो बनिसकेको छ, हामी बनाउँदैछौँ। र एउटा पल्पिङ हाउस, जस्तै मैले यहाँ पल्पिङ गरिरहेको छु, तर यही नजिकै फेरि त्यसलाई फर्माउन्टेसन गर्नुपर्ने हुन्छ। यही नजिकै राख्दा त्यसको सेन्ट फ्लेभर चाहिँ यसले लिने गर्छ कि, किनभने त्यो हाउस हामीले बनेको छैन बाहिर। त्यसो भएर एउटा त्यो पल्पिङ हाउस बनाउनु देखिन्छ। र एउटा स्टोरेज रुम पनि यसलाई अब जहाँ त यो अलिक सेन्सिटिभ हो यो कफी चाहिँ, जहाँ राख्दा त्यो टच भयो त्यसको सेन्ट लिइहाल्ने कि। त्यसो भएको कारणले यसलाई अलिकति वरपर फैलाकले बारेर होइन जुटको कुराहरूमा अलि राख्ने स्टोरेज रुमहरू बनाउने र एउटा पल्पिङ चाहिँ नि मसिनहरूको पनि आवश्यकता देखिन्छ होइन। र अब यसलाई फेरि किसानलाई अलिक तलसम्म जाँदा फाइदा हुने भएकोले हामी ग्रिन लेभलसम्म जाने भएकोले त्यसलाई फेरि प्याकेजिङ लेबलिङका कुराहरू छन् होइन। त्यो अब सिँचाइ प्रमुख त अझै सिँचाइ पनि छ होइन। हामीमा अलिकति पानीको मात्रा कम भएको हुनाले सिँचाइ कफीलाई फेरि पानी धेरै चाहिने, यसलाई चिस्यानपन धेरै राख्नुपर्ने। त्यसो भएको हुनाले अलिअलि चिस्यानपन राख्नुलाई सिँचाइको चाहिँ कमी छ। र राज्य पक्षबाट त्यो एक प्रकारले हामी गाउँपालिका पनि समूह तर्फबाट हामीले निर्णय दिइसकेका छौँ। गाउँपालिका अध्यक्ष पनि यसमा पोजिटिभ हुनुहुन्छ होइन, उहाँहरूले पनि गर्ने नै भन्नुभएको छ होइन। आशा छ उहाँहरूले चाहिँ यसलाई सम्बोधन गर्नुहुनेछ होइन। र अहिलेलाई हामीलाई एउटा पल्पिङ हाउस बाहिर बनाउनु पर्ने, किनकि त्यो फोहोर हुन्छ त भित्र गर्दाखेरि एकै ठाउँ स्टोरेज रुम र पल्पिङ हाउस एकै ठाउँ गर्दाखेरि त्यो राम्रो भएन। एउटा पल्पिङ हाउसको खाँचो छ। अनि कफीलाई सिँचाइ भरपुर रूपमा सिँचाइ पुग्यो भने, मलजल पुग्यो भने कफी त्यसरी चाहिँ फल्ने भयो, उत्पादन बढ्ने भयो, किसानलाई पनि राहत हुने भयो। र यो भयो। र एउटा स्टोरेज रुमलाई मात्र सहयोग गरिदिनु भयो भने हामी चाहिँ कफीबाट राम्रै आम्दानी गर्न सक्ने सम्भावना
र बजार मूल्य पनि राम्रै भएको कारणले सम्भावना यसको अति नै राम्रो छ। ठिक छ, अब अरू केही भन्नु? अरू ठिक छ, तपाईँ आइदिनु भयो होइन, यो चाहिँ आइदिएर यसो यो जानकारीमूलक कुराहरू सोधिदिनु भयो, यो चाहिँ एकदम राम्रो छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। नमस्कार आदरणीय महानुभावहरू, अब यो कफी सम्बन्धीको कुरा उहाँले धेरै ज्ञानवर्धक कुराहरू नै, उहाँको अनुभव र ज्ञानवर्धक कुराहरू नै यहाँ चाहिँ प्रस्तुत गर्नुभएको छ। यो अत्यन्तै सकारात्मक छ, यो चेतनामूलक पनि छ। यहाँहरू सबैले यी कुरालाई चाहिँ हेर्नुहोस् अनि लाइक, कमेन्ट, सेयर गर्नुहोस्। यहाँहरू सबैलाई धन्यवाद छ। नमस्कार।